नमस्कार सबैलाई। आचार्य रामवीरेश। एक दशकको युनिभर्सिटी र कलेज प्राध्यापनपछि भगवत गीताको गहिराईमा जाने प्रयास गरेँ र भगवत गीताको गहिराई मात्रै होइन, यसले मलाई आफ्नो गहिराईमा जाने मौका पनि दियो। आफ्नो मनको गहिराईमा, आफ्नो मनस्थितिको गहिराईमा। यो गहिराईमा जाँदाखेरिको जर्नी, यो गहिराईमा हेर्ने मौका जुन पाएँ भगवत गीताको माध्यमबाट, त्यो बडो अविस्मरणीय रह्यो। र हाम्रो जीवनको अल्टिमेट गोल आनन्द, खुसी या ह्याप्पिनेस पाउनु जस्तो लाग्छ, तर त्यस्तो सजिलो छैन। उमेर बित्दै गएपछि हामी सबैले गरेको अनुभव हो। जीवन सङ्घर्षपूर्ण छ, तितो छ, हाम्रो स्वार्थ छ र जीवनमा हामी भेट्ने व्यक्तिहरूको आफ्नै स्वार्थ छ। भगवत गीताको कुरुक्षेत्रको लडाई र आम मान्छेको जीवनको लडाई तुलनात्मक छ। आम मान्छेको जीवन कुरुक्षेत्रको लडाई ब्याटल फिल्ड भन्दा कम छैन। आम मान्छेको दैनिक सङ्घर्ष, यो बाहिरी द्वन्द्व संसारमा हामी फेस गरि नै रहेको छौँ। कुरुक्षेत्रको ब्याटल फिल्डमा अर्जुनले भोगेको जुन मनभित्रको द्वन्द्व छ, अप्ठ्यारोपना छ, घबराहट छ, छटपटी छ, वेदना छ, असमञ्जस्यता छ, त्यो अर्जुनले मात्र हेर्न, हामी आम मान्छेले आम जीवनमा पनि केही हदसम्म अनुभव गरिरहन्छौँ। र कसैले बढी कसैले कम, त्यो हामी सबैको प्रयास हुन्छ त्योभन्दा माथि उठ्ने, ओभरकम हुने र त्यसलाई कम गर्ने। तर त्यो सजिलो छैन, किनकि आम मान्छेको जीवन त्यति सजिलो छैन। र यो भित्री द्वन्द्व र बाहिरी द्वन्द्व आम मान्छेले कसरी आफूलाई माथि उठाउने त, कसरी जीवनमा अगाडि बढ्ने त,